जनताको सेवा गर्छु भनेर मुखले बोलेर हुँदैन। त्यो मुखले बोलेको 50औं वर्ष भइसक्यो। हामीले हातले गर्नुपर्छ, ठाउँमा गएर गर्नुपर्छ। आफ्नो जनताको सेवा ठाउँमा गएर गर्नुपर्छ, उहाँहरूको पीडाको ठाउँमा बुझेर गर्नुपर्छ। त्यसलाई तपाईहरु स्टन्ट बाजी भनेर भन्नुहुन्छ। मलाई इच्छा छैन यहाँ कसैको लागि स्टन्ट बाजी गर्नलाई, आफ्नो देशको सेवा गर्न आएको। जानी नजानी अनजानमा होस्, आफूले सक्ने नसक्ने हामीले गरेर हातमा पानी राखेर यसरी यसरी गर्दै बिस्तारै हिँड्दै हामी यहाँसम्म आएको। पोखला कि देश दुर्घटनामा जाला कि भनेर त्यसलाई तपाईले स्टन्ट बाजी भनेर भन्नुहुन्छ। आज म यहाँ बोल्न आएको। म धेरै साथीभाइहरू देखेँ, मान्यज्यूहरू उठेर घाँटी सुत्ने गरी चिचाइराख्नु भएको थियो, देखेँ मैले। र यो भन्दै गर्दाखेरि चाहिँ हामी गृह मन्त्रालयमा बसेर के गर्ने होला, कसरी गर्ने होला, अब कसरी उहाँहरूलाई सान्त्वना दिने होला, के गर्ने, कसरी मिलाउने होला भनेर सोच्ने हामीले हाम्रो टिम बनाएर हामी कुरा छलफल गरिरहेका थियौँ। म यो सम्मानित सदनलाई सभामुख मार्फत सोध्न चाहन्छु, कतिजना हुनुहुन्छ हिजो त्यो हस्पिटलमा तपाईँहरू जतिजनाले घाँटी चिचार गराउनु भइरहेछ? घाँटी चिचार कराएर हुँदैन यहाँ सदनमा मात्र। जनताको सेवा गर्छु भनेर मुखले बोलेर हुँदैन। त्यो मुखले बोलेको 50औं वर्ष भइसक्यो। हामीले हातले गर्नुपर्छ, ठाउँमा गएर गर्नुपर्छ। आफ्नो जनताको सेवा ठाउँमा गएर गर्नुपर्छ, उहाँहरूको पीडाको ठाउँमा बुझेर गर्नुपर्छ। त्यसलाई तपाईहरु स्टन्ट बाजी भनेर भन्नुहुन्छ। मलाई इच्छा छैन यहाँ कसैको लागि स्टन्ट बाजी गर्नलाई, आफ्नो देशको सेवा गर्न आएको। जानी नजानी अनजानमा होस्, आफूले सक्ने नसक्ने हामीले गरेर हातमा पानी राखेर यसरी यसरी गर्दै बिस्तारै हिँड्दै हामी यहाँसम्म आएको। पोखला कि देश दुर्घटनामा जाला कि भनेर त्यसलाई तपाईले स्टन्ट बाजी भनेर भन्नुहुन्छ। हामीलाई थाहा छ हाम्रो पीडा हामीले कसरी यो फेस पार गर्यौं भनेर। हामीलाई मात्र थाहा छ त्यो पीडा। अब आज म यो सम्मानित सदनलाई सभामुख मार्फत सरकार कसरी सञ्चालन हुन्छ भनेर तपाईलाई म सिकाउन चाहन्छु। हाम्रो 3 तहको सरकार हुन्छ। एउटा संघीय सरकार भयो, एउटा प्रदेश सरकार भयो र एउटा स्थानीय सरकार भयो। जुन ठाउँमा घटना घट्यो त्यो ठाउँमा ट्राफिकले लगाएको होइन, ट्राफिकले व्हील लक गरेको होइन। कुनै भिडियोमा छ ट्राफिकले लगाएको, त्यसमा व्हील लक लगाएको छ, नगर प्रहरीले लगाएको छ। म विपक्षी दलका साथीहरूलाई, मान्छेहरूलाई सोध्न चाहन्छु, स्थानीय सरकार कसको छ अहिले? राष्ट्रिय स्वतन्त्र पार्टीको छ? यो प्रदेश सरकार कसको छ अहिले? राष्ट्रिय स्वतन्त्र पार्टीको छ? 2 तहको सरकार त तपाईहरुसँग छ। यो नियम कानुन हामीले बनाएको, तपाईहरुले बनाएको, तपाईले कार्यान्वयन गर्न नसकेर हामीले कार्यान्वयन गरेर हामीले देखाएको र त्यही नियम कानुनमा टेकेको हो हामीले। Admission open. Zoom Beauty Academy.